Hello everyone, welcome back to my channel. Welcome to Salina's World. है मेरो थीम चाहिँ हामी आज काठमाडौँमा छौं। हामी आज घुम्न जाँदै छौं। हाम्रो सिस्टर्स डे आउट हो। प्लिज सिस्टर्स पछाडी हुनुस्, म भन्दा अगाडि हैन। We four हामी जाँदै छौं। कता कता जान्छौं हजुरहरुलाई देखाउँछौं ल। दिदीको चाहिँ भोलि फ्लाइट हो, त्यही भएर दिदीलाई पुर्याउनलाई म पोखराबाट हिजो 10 घण्टाको यात्रा भयो मेरो। स्याडली एकदम टाइम लाग्यो। अनि दिदीलाई म भोलि बिहानै छ 5 बजे हैन दिदी। दिदी फेरि इमोसनल भइदिन्छ। पछाडिबाट ओभर एक्टिङ गर्दा रुपैयाँ काट भनिसक्यो। आया हामी कहाँ जाँदै भन न, मलाई त झन् केही थाहा छैन। म एकदम अननोन छु यो कुरामा। कहाँ जाने हामी? बाटो जतासम्म पुग्छ त्यतिसम्म जाने। तर म साँच्ची थाहा छैन भाइ, यिनीहरू जाम भनेर म यसो चिटिक्क पारेर आएको हो। पनि देखाउँछ हुन्छ झुलेर मलाई त्यही भएर नि यस्तो बाहिर भ्लग बनाउन अक्वार्ड लाग्छ कि अनि हेर्नु सक्दैन। दिदी चाहिँ सामान किन्न लाग्यो। I will show you guys. Top पनि तिनीहरूले चाहिँ किन्न लाग्छन्। मन परेन कि पर्यो, आई डोन्ट नो। यसरी केही नि नहाली कि उडाउनी त नि उडाउनु मिल्छ र। भित्रभित्र गल्लीमा छिर्दा चाहिँ एसीमा बसे जस्तो फिल भइरहेको। अब यस्तो चिसो आएर बाहिर यस्तो गरम भइरहेको हामीलाई भन्छ राजा। मेला काठमाडौँ हिस्कियो अरे। हाम्रो मेरोले काठमाडौँ चाहिँ लास्ट मन पर्यो, जति बेलै त्यही भन्दैछ। तर एकदम राम्रो चाहिँ छ। एकदम आउनु मिलाएर गर्दाखेरि हामी बाटो भुलेर अर्को बाटो आइसक्यो। घुमैछौँ हामी गल्ली गल्लीमा। बाटो हामी मिसप्लेस भएन, कता हुनु थाहा भएन क्या। अरू त त्यस्तै हो, कता यिनीहरू एउटा बाटो जाने भनेर हिँडेको थियो, अर्को बाटो। मन्दिर कस्तो राम्रो राम्रो रहेछ ब्यागहरू। अरू त त्यस्तै यहाँ कस्तो टेका लाएर राख्ने कि, त्यो चाहिँ एकदम रिक्स। हजुर तिर आइसक्रिमको त्यहाँ हेर्नु त त्यो ठुलो छ। ओ यहाँ त जात्राको, ए के हो यहाँ त जात्राको रहेछ कि है।
तर मलाई यो कस्तो राम्रो लाग्यो भाइ यिनीहरू कति राम्रो राम्रो आर्टहरू so pretty कस्तो राम्रो राम्रो हुन्छ हैन टुरिस्टहरुको लागि कस्तो यसमै गाउँ हो कि पिङ वाला राम्रो राम्रो होइन मेली काठमाडौँ इज के अरे उसको स्लोगन नै जस्तो भइसक्यो यसो मलाई पनि देखाइदिए आउन कस्ता हुन् एभ्री आर्ट्स मलाई यस्तो पनि राम्रो लाग्छ हिजो देखाउन रहेछ कि राजा यो होइन अस्ति मलाई भावना पनि आएको हो आउनु त कुन बाटो यही बाटै आएको जस्तो ए हो त्यहाँ सुटिङ पनि भइरहेको थियो हामी आउँदा उसको सुटिङ होइन कि त्यहाँ चाहिँ इन्टरभ्यूवाला चलिरहेको थियो त्यसलाई पनि मैले सुटिङ नै भनिदिएँ यिनीहरूले चाहिँ पल्स हालै भेटेका अरे भनिरहेको थिएँ तर एकदम राम्रो भयो त मेरो फोनमा स्टोरेज फुल भएर मेलीकोबाट बनाइरहेको छु कहाँ गयो त्यो मेली बसन्तपुरमा होइन बसन्तपुर गर्मी छ है तर आज जात्रा रहेछ उता बसेर जात्रा भयो भने रिक्सा मोए 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 भनेर कस्तो भनेको देखाउँछु ल फेरि त्यस्तोलाई भनेको कि ई रिक्सा रहेछ त्यो चाहिँ मोए मोए भन्छ ई रिक्सा पनि होइन रहेछ रिक्सा मात्रै रहेछ अरे जति मोए भयो नि म यस्तो कस्तो खतरा हो कि मेरो कन्फिडेन्स त फेरि हो माइ गड कता जाऊ न के लिएर आऊ कस्तो भोक लाग्यो Wow, so pretty. कति धेरै मन्दिर हो यो कति धेरै मन्दिर हो त अहिले उता हजुर ए यहाँ अस्ति त्यो चाहिँ थाहा पाएको थिएँ मैले अब बसन्तपुरबाट निस्किने बेलामा बल्ल छौँ होइन त त्यस्तो हो
मेरे नाम प्लीज हुन्छ पान थाप्न गइछन् यही होला हामी लस्सी खान आयौँ मिठो लस्सी भन्दै र जताततै मन्दिर एकदम रमणीय दृश्य रहेछ यहाँ चाहिँ अब हामी लस्सी खान आयौँ चियर्स कस्तो राम्रो छ जुत्ती हामी न्यू रोड आइपुग्यौँ तर अहिले कस्तो राम्रो बनेको रहेछ न्यू रोड सबै व्हाइट कलर र ग्रीन लगाएर हामी धरहरा मोमो ट्राई गर्ने भनेर ऐनैबाट कुरेको पालो आउन मुस्किल रहेछ यहाँ त्यही पनि टोकन सिस्टम रहेछ मलाई त्यस्तो समेत थाहा थिएन म सक भइरहेको छु मेलमा गइहालिन अघि नै टोकन लेखियो कुरेर बसिरहेको अनि यिनीहरू पर्खिरहन् म पनि पर्खिरहेको छु हामी ट्राई गर्छौँ अनि कस्तो रहेछ भन्छौँ ल फाइनल्ली मेलीले ल्याए बल्ल तल्ल हामीले जस्ट ट्राई गर्न लाग्छौँ कस्तो छ भनेर हामीले चिकन ट्राई गर्न लाग्यो होला हामी पनि वेटिङमा चाख्नको लागि ठाउँ नपाएर यस्तो भिड थियो यतापट्टि आइपुग्यौँ हामी त्यो साइड जानुपर्छ कि यता बस्छौँ कि त हिँडेर रोड क्रस गरेर यहाँबाट गयो कस्तो राम्रो राम्रो कि यो फुल धरहरा एन्टी लाइट पर्यो अब हामी फर्किन लाग्यो हाई गराउन अब चाहिँ हामी जाने हो ए मान्छे झर्नु अगाडि चढ्नेको भिड छ यति गाह्रो छ आवत जावत गर्न यति गाह्रो छ सर्वसाधारणलाई नेताहरूको प्राइभेट गाडी हुन्छ क्या स्याडलाई
हामीले आज सन्देश दाइले नि भेट्यौँ अनि हेलो दाइ हेलो भन्नु न हेलो दाइ मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु ल हस् हस् विश्व दाइ चाहिँ कहाँ जानुभयो दाइ भेट्नु भएन अहिले भन्छौँ दाइ मेरो भ्लग हो कि युट्युब च्यानल सलिना घिमिरे छ दाइ मेरो युट्युब च्यानलमा चाहिँ दाइलाई वेलकम छ आयो भन्नु दाइ सब्सक्राइब गरिदिनु ल मेरो 3टा एकाउन्ट छ रे यहाँ चाहिँ चिया एकदम ठुलो कपमा पाइँदैछ यो चाहिँ हाम्रो फर्स्ट एक्सपिरियन्स हो यो खादा भित्र जानुभएपछि त अब कामै छैन जाने मान्छे वेटिङ गरेर बस्नुपर्छ त्यति भिड छैन आज खुल्लै छ बाई बाई अब बाई बाई एयरपोर्टबाट निस्क्यौँ हामी फाइनलै गर्छ फाइनली एयरपोर्टबाट निस्क्यौँ दिदीभित्र गई यति बिहान छ आज कति बजिसक्यो 6 सवा 6 कति बजिसक्यो